जाँदैछु कर्सोल। यो चाहिँ बर्मिङहामदेखि 1 घन्टाको ड्राइभमा रहेको छ। यो ठाउँ चाहिँ एकदमै राम्रो छ भन्ने चाहिँ सुनेर हो। म चाहिँ आज फर्स्ट टाइम युट्युबमा भ्लग बनाउँदैछु है। यो चाहिँ मेरो फर्स्ट टाइम हो। कस्तो हुन्छ मलाई थाहा छैन, तर पनि जज नगर्नु होला। आज चाहिँ म त्यहाँ गएर 3वटा गाउँ चाहिँ डुल्ने भनेर प्लान बनाएर जान लागेको छु। अब लेट्स सी के हुन्छ के कस्तो हुन्छ। तर अहिले चाहिँ 11:30 भन्दा पनि 12 बज्न आँटिसक्यो। तर यति बेला चाहिँ निस्किरहेको छु क्या म घरबाट। यो चाहिँ आज यस्तो राम्रो छ मौसम पनि, यस्तो राम्रो मौसम लागिरहेको छ। स्टो अन द ओल्डमा आइसकेको छु होइन। यहाँ चाहिँ एउटा चर्च छ कि त्यो चर्चको अगाडि चाहिँ रुख छ होइन। अनि रुखबाट नै चर्च बनेको छ क्या, समथिङ छ होइन। म चाहिँ अहिले त्यहाँ गएर चाहिँ भिडियो बनाएर देखाउँछु हजुरहरूलाई। यो गाउँको चाहिँ हेर्न आउने भनेको नै त्यही चर्चको लागि मात्रै रहेछ। चर्च नै रहेछ क्या एकदमै फेमस भनेको। त्यहाँ पुगिसकेपछि म अब हजुरहरूलाई भन्छु। म चाहिँ अब कोल्सोल इन्टर भइसकेको छु होइन। अब ठ्याक्क चाहिँ मैले जो गाउँमा जान लागेको छ नि, त्यो गाउँ जानलाई अझै 7 माइल बाँकी छ। 12 मिनटको ड्राइभपछि म पुग्छु कोल्सोल, त्यो फर्स्ट भिलेजमा, जहाँ चाहिँ मेरो चाहिँ फर्स्ट डेस्टिनेसन छ। म चाहिँ त्यहाँ गएर देखाउँछु ल हजुरहरूलाई। यो चाहिँ चर्च हो होइन, त्यही चर्च। अनि यसमा चाहिँ यहाँ चाहिँ छ त्यो दुईवटा ढोकावाला चाहिँ मान्छेहरू फोटो खिचिरहेको छ नि, त्यही भएर चाहिँ म चाहिँ गएन। अब ठ्याक्कै चाहिँ गइसकेर दिस इज द बिल्डर। यो चर्च चाहिँ अगाडिबाट हेर्दा चर्च जस्तो थियो भनेपछि अब पछाडिबाट हेर्दा चाहिँ त्यही रुखवालाहरू नै थियो। अब चाहिँ म चाहिँ चर्चबाट निस्किसकेँ। अनि अब चाहिँ यसको चाहिँ मार्केटहरू चाहिँ एक्सप्लोर हान्छौँ हामी। त्यस पछाडि म चाहिँ देखाउँछु। यो चर्चको चाहिँ यही नै थियो। अनि केही पनि थिएन, त्यही दुईवटा रुखमा चाहिँ के अरे त्यो चर्च बनेको थियो। यही नै थियो यसको चाहिँ अब अलि हेर्ने भनेको ठाउँ। अब चाहिँ यहाँको चाहिँ मार्केटहरू कस्तो छ, मार्केटहरूको चाहिँ टक्क यसो मार्केटहरू चाहिँ हेर्न जाऊँ ल। यो चाहिँ यहीँको मार्केटहरू रहेछ। योभन्दा धेरै चाहिँ मार्केटहरू मैले चाहिँ केही देखिनँ होइन। यसको मार्केट चाहिँ सायद यति नै हो जस्तो लाग्यो, किनकि अहिले चाहिँ सबै गाडी पार्कहरू भएर चाहिँ त्यस्तो धेरै चाहिँ मार्केटहरू देखेको छैन। यही नै हो जस्तो लाग्यो मार्केटहरू होइन। अनि त्यही पनि अब उतातिर चाहिँ हेर्न जान्छ, कतै मार्केटहरू भेट्यो भने चाहिँ। यो चाहिँ एउटा गाउँ चाहिँ घुमेर भ्याइयो। अब चाहिँ अर्को भिलेज छ बोटन अन द वाटर। त्यहाँ चाहिँ के छ भनेपछि त्यहाँ चाहिँ एउटा नदीमा चाहिँ अनि मान्छेहरू बसेको साइडमा चाहिँ अनि एकदम राम्रो चाहिँ देख्दाखेरि चाहिँ एकदम राम्रो भिलेज चाहिँ छ अरे होइन। अब चाहिँ त्यहाँ चाहिँ जान्छौँ, कस्तो रहेछ के रहेछ भनेर चाहिँ म चाहिँ त्यहाँ गएर हेर्छु।
म ठ्याक्क वाटर अन द वाटरमा आइसकेको छु होइन। अब चाहिँ पार्किङ खोज्दैछ, पार्किङ गरिसकेपछि चाहिँ अनि ठ्याक्क त्यो गाउँमा जान्छ। त्यो गाउँमा गइसकेपछि यो चाहिँ हो बोल्टन अन द वाटर होइन। अब नाम भनेको नाममा अलरेडी छ बोल्टन अन द वाटर त्यस्तै होइन। यहाँ चाहिँ के गर्दो रहेछ भनेपछि अब बच्चाहरू गर्मीमा अहिले त अब स्टार्ट त भइसक्यो समर कि, अनि नुहाउने आउने खेल्ने, अनि यसलाई चाहिँ मिनी भ्यानिस समथिङ कुछ यस्तो पनि भन्दो रहेछ होइन। यहाँ चाहिँ पुरै यो चाहिँ लामो छ क्या, कति कतिसम्म छ त्यो त अब तलै पुरै टुप्पासम्म हिँडेर त भ्याउनु सक्दैन नि त। पछाडिहरू त हाम्रो ब्रिटिस साथीहरू मस्तसँग डिनर गरिरहेको छन्। तर यही नै हो यहाँको मेन भनेको, यो बोल्टन अन द वाटर भनेको चाहिँ यही नै रहेछ, सब यही रिभरै रहेछ। अनि साइडमा चाहिँ यस्तो यता नेपालतिर पनि देखिरहेको मान्छे होइन, त्यस्तो धेरै त्यो वाउ लागेन मलाई, किनभने यस्तो जाबो त्यो नदीहरू त नेपालतिर पनि देखायो नि त होइन। त्यही भएर अनि अब अर्को डेस्टिनेसन छ हाम्रो चाहिँ अर्को भिलेजमा, मलाई नाम चाहिँ एक्ज्याक्ट थाहा भएन। अब चाहिँ म्याप हेरेपछि हजुरहरूलाई भन्छु। बाई बाई। अनि म चाहिँ यो क्यान्डी खान्छु, क्यान्डी मैले लिइसकेँ होइन क्यान्डी। अब चाहिँ म पिक गर्नु जान्छु। बोल्टन अन द वाटरमा आएर क्यान्डी पनि लियो। नेपालमा चाहिँ एकचोटि कता ट्राई गरेँ जस्तो लागेको थियो, यहाँ चाहिँ फेरि अब खानु पऱ्यो भने त यहाँ आइसकेपछि केही न केही। यो कोनवाला आइसक्रिम देखेपछि त झन् नेपालको याद आयो मलाई त, ला गयो ट्याक्को के यो कोनवाला आइसक्रिममा होइन, नेपालमा चाहिँ खान्थ्यो नि त, त्यो टन्नै होइन भइहाल्यो, पम्प गर्दै लिएर आउँथ्यो। त्यही याद आयो क्या मलाई फेरि यो कोनवाला देखेर। द डायल हाउस यो पनि एउटा चाहिँ फेमसै ठाउँ हो होइन यहाँको। अनि ठ्याक्कै यहाँबाट हेर्दाखेरि चाहिँ उता चाहिँ त्यही त्यो बोल्टन अन द हाउसको त्यो उहरू देखिन्छ कि, त्यो नदीवाला देखिन्छ ठ्याक्कै यहाँबाट। अब चाहिँ हामी चाहिँ कता पार्क गरेको थियो भनेर चाहिँ त्यो पार्किङको ठाउँमा जान्छौँ। तर मलाई चाहिँ यो क्यान्डी खुसी लागिसक्यो, कहिले खाने होइन। यो चाहिँ भित्रको गल्ली हो होइन, यस्तो छ यो गल्ली। यो गल्लीमा जाँदै गर्दा चाहिँ अब गाडीमा चढेर चाहिँ अनि अर्को नेक्स्ट भिलेजतिर चाहिँ जाने। यो चाहिँ यहीको स्ट्रिट हो होइन, बोल्टन अन द वाटरको। अब चाहिँ म जान्छु अर्को भिलेजमा। त्यो भिलेजको नाम चाहिँ के हो थाहा छैन। यो चाहिँ अहिलेसम्म मैले 2टा भिलेज घुमिसकेँ। अब चाहिँ छ नेक्स्ट भिलेज, लेट्स सी त्यहाँको चाहिँ त्यहाँ कस्तो हुन्छ भनेर। म चाहिँ ठ्याक्क अब बाइब्रीमा आइसकेको छु होइन। अब देख्ने चाहिँ त्यहाँ चाहिँ गएर के छ कस्तो छ भनेर ठ्याक्क त्यहाँ गएर हेर्छौँ। अहिले चाहिँ म चाहिँ यस्तो गाडीमै छु होइन। ठ्याक्क त्यहाँ म चाहिँ छिरिसकेको छु बाइब्रीमा। अब त्यहाँ भित्र गइसकेपछि थाहा हुन्छ कि गाउँमा चाहिँ के छ कस्तो छ भने चाहिँ म त्यहाँ गएर देखाउँछु हजुरहरूलाई। ठ्याक्क म इन्टर भइसकेँ यहाँ होइन। बिहा भइसकेपछि अहिले चाहिँ घाम लागिरहेको छ। यो चाहिँ होइन बाइब्रेरीको सबैभन्दा अलिक फेमस भनेको ठाउँ नै यही हो कि होइन। यहीको लागि चाहिँ हामी यत्रो दौडधोप गरेर आएको होइन। अब यो चाहिँ हेर्नलाई चाहिँ हामी चाहिँ त्यहाँ जानुपर्छ। अब ठ्याक्क त्यहाँ गइसकेपछि थाहा हुन्छ के कस्तो छ भन्ने कुरा। यही हुन त यही ठाउँ नै हो मेन भनेको। यति नैको लागि चाहिँ यत्रो ड्राइभ गरेर आएको। तर के चाहिँ रहेछ त्यहाँ गएर चाहिँ हेरौँ ल।
त्यो चाहिँ ठाउँ होइन त्यहाँबाट चाहिँ हामी यहाँ आयो यहाँ चाहिँ भुइँमा यस्तो छ क्या के हो यहाँ त खोले साग पनि पाइन्छ कि क्या हो हेर्दा त सेम खोले सागहरू जस्तै छ क्या मलाई त खोले साग पो खानु मन लाग्यो अनि यो चाहिँ गइसकेपछि म खान्छु यहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ नि त फोटो खिच्दामा चाहिँ के डिस्टर्ब हान्नु है अर्काको फोटो खिचेको बेला अहिले चाहिँ यस्तो घाम लागिरहेको छ क्या त्यहाँबाट होइन तर ठाउँ चाहिँ यही हो क्या यहीको लागि हेर्न आएको त्यत्रो 1 घन्टाभन्दा धेरै ड्राइभ गरेर यहीको लागि हेर्न हाँसो लाग्छ आफूलाई देख्दा पनि तर केही छैन ठिकै छ ओर्थिरै लाग्यो अब ठिकै छैन पछाडि यहाँ माथि पनि केही ठाउँ छ जस्तो लाग्यो है मलाई लेट्स चाहिँ कस्तो छ के छ तर घरहरू चाहिँ सबै एकै नासको भएको कारणले चाहिँ यो चाहिँ भाइरल भएको जस्तो लाग्यो है मलाई तर एक्ज्याक्टली थाहा भएन के को लागि भाइरल भयो हो यता आइसकेपछि यस्तो यो फुटपाथ भन्ने पनि रहेछ चाहिँ डेन्जर जोन त लेखेको छ तर डेन्जर चाहिँ हुँदैन जस्तो लाग्यो होइन म 40 केजीको लागि त धानिहाल्छ होला यतिकोले यही हो गाउँ हेर्न आएको आजको फाइनल गाउँ नै यति नै हो आजको मैले मेरो भिडियोमा चाहिँ होइन सबैभन्दा पहिला चाहिँ म गएको थिएँ इस्ट्रो अन द ओल्ड अनि त्यस पछाडि चाहिँ बटन अन द वाटर अनि अहिले चाहिँ बाइब्री मैले चाहिँ यो 3वटा गाउँ चाहिँ कम्प्लिट गरिसकेँ होइन आजको ब्लगमा चाहिँ अनि यति नै थियो आजको मेरो ब्लग चाहिँ यही 3वटा गाउँहरू एक्सप्लोर गर्ने नै थियो होइन अनि चाहिँ अब चाहिँ म घर पनि जाँदैछु अनि आजको सबैभन्दा राम्रो चाहिँ त्यही बटन अन द वाटरै लाग्यो मलाई अरूको कम्पेरिजनमा चाहिँ अरू 2टा त यतिकै सानो सानो ठाउँहरू मात्रै थियो होइन अनि बटन अन द वाटर चाहिँ अलि राम्रो नै थियो कम्पेरिजन टु दिस 3 भिलेज होइन अनि त्यही भएर चाहिँ अब आजको ब्लग चाहिँ यति नै हो होइन यो चाहिँ मेरो फर्स्ट ब्लग थियो मलाई केही आइडिया पनि छैन म कसरी ब्लग बनाउने के बनाउने मलाई केही पनि थाहा थिएन तर पनि मैले जस्तो तस्तो बनाएँ होइन आई होप हजुरहरूले माया गरिदिनु होला अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई बाई सी यु इन नेक्स्ट भिडियो बिग लभ फ्रम सिमरन बाई बाई